यति सजिलै यति छिटो वर्णन गर्न सकिँदैन, तर तिमीलाई म संक्षिप्तमा प्रतापी राजाको कथा प्रसङ्ग श्रवण गराउँछु है भन्नुभयो। सुखदेव स्वामीले राजा परीक्षितलाई जिज्ञासा राखिसकेपछि परीक्षितले के भन्नुभयो भने मन्वन्तराणि सर्वाणि त्वयोक्तानि श्रुतानि मे वीर्याणि अनन्त वीर्यस्य हरेस्तत्र कृतानि मे। मैले भगवानका विभिन्न अवतारका क्रम त सुने, अब वैवस्वत मनुको बारेमा सुन्न चाहन्छु। भगवानका अरू के अवतार भए, कस्ता कस्ता राजाहरू हुनुभयो, कस्ता कस्ता राजर्षि हुनुभयो भनेपछि परीक्षितलाई सुखदेव स्वामीले भन्नुभयो विस्तारपूर्वक त 100 करोड वर्षमा पनि मनुवंशको वर्णन गर्न सकिँदैन, 100औं वर्षमा पनि वंश वर्णन विस्तार सकिँदैन। म संक्षेपमा सुनाउँछु भन्नुभयो। सबैभन्दा पहिला ध्यान दिएर सुन्नु होला है, भरे प्रश्न आउँछ नि। सबैभन्दा पहिला भगवान नारायण हुनुभयो, नारायणका ब्रह्माजी हुनुभयो, ब्रह्माजीका पुत्र हुनुभयो मरीचि। सूर्य वंशको कथा हामी सुन्दैछौँ। सूर्य वंशमा कहाँबाट वंशावली प्रारम्भ भयो त? वंशावली भयो हाम्रो पनि वंशावली छ नि, कोही 35 नम्बर, कोही 36 नम्बर, कोही 40 नम्बर, कोही 108, कोही कता कता पुगेको छ वंश हो। वंशावली यहाँ वर्णन गर्दै हुनुहुन्छ सुखदेव स्वामीले। सबैभन्दा पहिला भगवान नारायण, नारायणका ब्रह्माजी हुनुभयो, ब्रह्माजीका मरीचि ऋषि हुनुभयो, मरीचि ऋषिका कश्यप ऋषि हुनुभयो। कश्यप ऋषिको कथा प्रसङ्ग हामीले धेरै सुनेका छौँ। देवताका पनि पिता, दैत्यहरूका पनि पिता को हुनुहुन्छ? कश्यप ऋषि। कश्यप ऋषिका सूर्य हुनुभयो, सूर्यका श्राद्धदेव मनु हुनुभयो, श्राद्धदेव मनुका सन्तान भएनन्। बडा विचित्रको कथा छ है, सुनौ। श्राद्धदेव मनुका कुनै सन्तान भएनन्। श्राद्धदेव मनुले वशिष्ठ गुरुलाई बोलाउनु भयो र गुरुदेव सन्तान भएनन्। सन्तान नभएपछि अब केही उपाय गर्नु पर्यो, कुनै यज्ञ गरेर हुन्छ कि कसरी हुन्छ? उत्तराधिकारी त चाहियो, राज्य सम्हाल्नेवाला पुत्र चाहियो भनेर